मेरो पुरा भ्लगमा हजुरहरूले म हिँडेको बाहेक अरू केही पनि देख्नु हुँदैन हैन। म यताबाट उता दौडे हुन्छु कि अब यो फर्स्टमा बिहान मन्दिर जाँदाखेरि दौडी नै रहेको छु म हैन, हिँडी नै रहेको छु। अनि मन्दिर पुगेँ, मन्दिरमा पनि एकदमै भिड थियो, त्यहाँ पनि दौडे नै छु। त्यसपछि मन्दिरबाट घर आएर मलाई मेरो एकछिन पनि म फ्रीली बसेको चाहिँ कहीँ पनि मेरो भ्लगमा कुनै पनि भ्लगमा देख्नु हुनु होला कि म त्यति बिजी पर्सन। मिस्टर अम्बानी किन त्यति धेरै बिजी हुनुहुन्थ्यो होला र म त्यति धेरै बिजी छु है। म स्कुटी यहाँ पार्किङ गरेर गएको थिएँ हैन, अनि मेरो पछाडि ल्याएर चाहिँ बाइक राखिदिनु भएछ। अब म चाहिँ आधा घन्टा त्यहाँ बसेर सोचेँ कि यो स्कुटी कसरी निकाल्ने भनेर। बल्ल 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 निकालेर म घर आएपछि सामान प्याक गरेँ। अर्डर थियो एउटा दुईवटा अर्डर हुँदाखेरि चाहिँ म आफै जान्छु कुरियरमा हैन। अनि मलाई यति धेरै लेट भइसक्यो थियो। म कुरियरबाट तुफान दौडेर अफिस पुगेपछि चाहिँ केही पनि काम थिएन नि। म त्यहाँ एकछिन कामहरू आफ्नो कामहरू भएको कामहरू गरेँ। त्यसपछि यो काम, अनि त्यसपछि फेरि त्यहाँबाट निस्केर म फेरि दौडेर गएँ ट्युसन पढाउनु। हेर्नु यहाँ मेरो ट्युसन चाहिँ फेरि 4 तला माथि छ। ट्युसन पढाउनु जाँदाखेरि दौडिँदै गएँ। मेरो आधा किलो मासु त्यहीँ कम भयो होला नि। आज सोमबार, आज एक त म भोकै पनि थिएँ है। अनि त्यसपछि घर आएपछि मैले साँझबत्तीहरू बालेँ। मम्मीले बालिसकेको थियो, मैले त्यसैमा धुपहरू बालेर यताउति गरेँ। अनि त्यसपछि फेरि म गएँ अर्को ट्युसनतिर। हेर्नु म कति दौडिन्छु त है। मेरो जिउमा 48 किलोको मान्छे 45 किलोको काम गर्छु मैले हैन। अनि त्यसपछि म फेरि अर्को ट्युसन गएँ। ट्युसनबाट आइसकेपछि एकछिन फ्री भएर बस्छु भनेर के सोच्दै थिएँ, मलाई याद आयो मैले स्किन केयर नगरेको कति दिन भयो भनेर। अनि यो फेस प्याक लगाएँ, त्यसपछि धोएँ अनि सुतेँ, खाना खाएर। थ्याङ्क यू फर वाचिङ, बाई बाई।